आइपुगे स्कुल, पहाडको स्कुल। पिपलको हामी हुँदा सानो थियो, अहिले त यत्रो भइसकेछ। अहिले त के अहिले भन्नु, पहिले जस्तो छोडेको त्यस्तै रहेछ। यो त विद्यार्थी त छैनन् भित्र। माटोको थियो अनि हामी शुक्रबार गोबर खोजेर लिप्थ्यौँ। स्कुल कक्षा कोठा, भगवान् के हो यस्तो। यो ग्राउन्डमा हामी गेम खेल्थ्यौँ। पहिले यस्तो घेराबेर लगाएको थिएन, अहिले लगाएको थियो। यो पिपलको बोर्ड त पहिलेदेखि नै बर होला। यो पिपलको, यो पिपल बोटी स्कुल। हट यही हो। कतिजना 9 जना विद्यार्थी छन् अरे, 2 जना शिक्षक। श्री बसन्त पो रहेछ त न, पहिले त अर्कै जस्तो लाग्छ त स्कुल। यो पहिले हामी हुँदा सानो थियो यो पिपलको रुख। यो बरको चाहिँ यत्रै हो। यता त पुरै खाली थियो पहिले हामी हुँदाखेरि। अनि यहाँ माथि गाडी जान्थ्यो, अनि गाडीको बेला हामी क्लासबाट निक्लेर गाडी हेर्थ्यौँ। यो साकेल थाम फागु खेल्छन् नि यहाँनिर, रमाइलो हुन्छ फागुमा। यतापट्टि फुलबारी बनाएको होला। यही खेतहरूबाट, यही खेतबाट बारीबाट गोबरहरू लिएर हामी यो स्कुल लिप्थ्यौँ सानोमा। अनि जाऊँ न त नि, जाऊँ न त। यो रोड, यो बाटो उयो हुन्छ होला नि, गाडी कुद्छ होला। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु ल।